आई लभ यु अहिले बुढी हुनु आई लभ यु अहिले बुढी आई लभ यु हजुरको ए बनाउनु भएको थियो होइन फेरि म 3 गते आनेछु तपाईँलाई माग्न आउने कुन न एक बेला त्यतिकै राखिदिनु के तपाईँलाई यहाँ घरको बुढीले कामै दिएन माग्न आउँछ त्यही भएर हजुरलाई माग्न आउँछ ए माग्न जस्तो लाग्छ होला त्यही भएर अनि कोट होइन सुन्नुहोस् त कोटो जान राम्रो गरेर राखिदिनु होला ल फेरि मसँग जाने भने मही खाएर अनि हेलो नमस्कार नमस्कार मेरो पनि नमस्कार छ है होइन यसो के हजुरले मही लाएर अनि त्यही भयो ए बनाउनु भएको थियो होइन फेरि म 3 गते आँदैछु होइन कुन न एक बेला त्यत्तिकै राखिदिनु के होइन त्यही पनि होइन तपाईँ हामी त सधैँ नराखे पनि के फरक परेन हजुरको सुन्नुहोस् त मेरो कुरो पक्नुहोस् त म पनि कुरो गरेछु के नानी के त्यही भएर अनि म होइन म तपाईँको तेरिएमा त्यो नि मैले तपाईँको मुख देख्न पाऊँ भनेर मैले त्यसरी अनुरोध पनि छ अब हजुर किन हो होइन भट्टा अब हामी जाममा ठोकिदिने हो होइन रुखमा पनि छ हजुर होइन होइन 3टा गाउँ भैँसान्नेमा गएको छ मानिसमा गइहाल्यो हामी सुन्नुहोस् न त्यो गाउँ खतममा गयो हामी हजुर होइन भएको छैन के म त अलिकति हप्ले जस्तो भएको छु नानी त्यही भएर हजुर घरको स्थिति गरेर म 3 गते अब सुन्नुहोस् त 3 गते वैशाखको 3 गते आँदैछु दुईचोटि भयो काठमाडौँ गयो र होइन मैले सुन्नुहोस् त पाउनुहोस् त यहाँ सुन्नुहोस् त यहाँ घरको बुढीले कामै दिएन त्यही भएर हजुरलाई माग्न जस्तो लाग्छ होला त्यही भएर अनि कोट होइन सुन्नुहोस् त कोटो जान राम्रो गरेर राखिदिनु होला ल फेरि मसँग जाने भने मही खाएर अनि आई लभ यु आई लभ यु हजुरको कस्तो छ भनेर मैले यसरी छाक्न खोजेको कारण तिनी नै हो होइन मैले तल मैले माथि त होइन सुन्नुहोस् त मेरो कुरो माथि औनार देखेर नमस्ते म हुँ आएर हजुरले स्वागत गरिदिनु होला हजुर भन्नुहोस् त होइन आफूले होइन बुढेसकालमा नसक्यो भने होइन सुन्नुहोस् त मेरो कुरो बुढेसकालमा नभए पनि र मैले त्यसरी अनुरोध अच्छा हुन्छ मात्रै होइन कि म आएपछि दिन पर्यो साम्न
हजुर 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 भन्नुहोस् 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 के अरे नराखे रे हटात त जति कुरो गर पनि इप्टे होला त हटात त जे भने म मेरो बुढोले गाली गर्छन् के होइन गाली जा उतातिर गए सुटुकै के सुटुकै यसरी छाम्यो भने के फरक परेन के फरक पर्यो भने के गर्ने त होइन फरक पऱ्यो भने त फेरि बसौँला त कहीँ मलाई रमेश म राखेँ है भाग्ने कि नै